सबैभन्दा महान व्यक्ति हुनुहुन्छ। विश्वासी नभएको भए म कुन स्थितिमा हुन्थ्यो होला, तर परमेश्वरलाई चाहिँ आउनुभयो, परमेश्वरले चिनाउनुभयो। जीवन पाएपछि धन्यवाद पापा, धन्यवाद मामा। मम्मी तपाईँलाई धन्यवाद छ अनि हामीलाई हरेक कुरामा सहायता गर्नुभयो अनि तपाईँलाई धन्यवाद छ अनि बाबा तपाईँले मैले जे भनेको कुरा तपाईँले मान्नुभयो अनि हरेक कुरामा तपाईँले सहायता गर्नुभयो अनि पढाइ लेखाइमा हरेक कुरा तपाईँले सहायता गर्नुभयो। मैले जे भने त्यो कुरा गरिदिनु भयो अनि साँच्चै नै तपाईँलाई धन्यवाद छ। आई लभ यु मम्मी, आई लभ यु बाबा। मम्मी बुवा, तपाईँहरू म र मेरो बहिनीको लागि संसारको सबैभन्दा अति महान व्यक्तिहरू हुनुहुन्छ। बुवा, तपाईँले गर्नुभएको सङ्घर्ष म कहिले भुल्दिनँ। मम्मी, तपाईँले गर्नुभएको त्यो ममता र माया जुनै संसारको कुना कुनामा गए पनि भुल्ने छैन। आई लभ यु मम्मी, आई लभ यु बुवा। यो कुरा अब बुझ्ने बुवा मम्मी, म आदर गर्दछु। बुवा मम्मी, तपाईँहरूको सम्बन्ध हेर्दै गर्दा म यो थाहा गर्छु कि साँचो प्रेम चाहिँ यो रहेछ। म तपाईँहरूलाई माया गर्छु। बाबा, तपाईँको म प्रतिको जिम्मेवारी अनि मम्मी म प्रतिको तपाईँको ममता अनि म मेरो भाइको सबैको तर्फबाट तपाईँलाई धन्यवाद दिँदछु। मेरो संसारको सबैभन्दा महान व्यक्तित्व तपाईँ हुनुहुन्छ। म विशेष त मेरो बाबा मम्मीलाई धेरै धेरै धन्यवाद दिँदछु। मेरो बाबा मम्मीलाई मात्र न, मेरो घरको परिवार अनि सबै अभिभावकलाई चाहिँ म आज धेरै धेरै धन्यवाद दिँदछु। तपाईँहरूले मलाई धेरै साथ दिनुभयो। मेरो बुबाहरूले म धेरै धन्यवाद दिन चाहन्छु अनि यो मण्डली परिवारले पनि मेरो निम्ति धेरै कुराहरू गर्नुभएको छ अनि तपाईँहरूलाई म धन्यवाद दिन चाहन्छु। अनि मेरो बुवाले चाहिँ मलाई धेरै दुःख गरेर यहाँसम्म ल्याउनु भएको छ अनि म विशेष उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मेरो निम्ति यति दुःख कष्टहरू गरेर हाम्रो निम्ति यतिका कामहरू गर्नुभएको छ अनि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। विशेष गरी चाहिँ म मेरो बुवाआमालाई धन्यवाद दिन चाहन्छु किनकि मलाई यति धेरै दुःख गरेर यो अवस्थासम्म यो ठाउँसम्म ल्याउनु भएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो निम्ति दुःख कष्ट गर्नुभएको निम्ति अनेकौँ दुःख कष्टहरू गरेर मलाई यो यहाँसम्म पुर्याउनु भएको निम्ति धन्यवाद भन्न चाहन्छु। अनि म माफी पनि माग्न चाहन्छु। मैले तपाईँहरूको धेरै मन दुखाएको छु। मेरो बाबाआमालाई चाहिँ विशेष गरी म धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई मेरो निम्ति तपाईँहरूले अनेकौँ दुःख कष्टहरू गरेर मलाई यो ठाउँसम्म यो अवसर दिनुभएको छ। तपाईँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। मेरो निम्ति तपाईँहरूले यो दुःखहरू उठाउनु भएको निम्ति अनि म क्षमा पनि माग्न चाहन्छु तपाईँहरूप्रति किनकि कतिपय मैले तपाईँहरूको कुराहरू टेरेको सुन्दा तपाईँहरूले मेरो निम्ति मेरो लागि भन्दा पनि म मुखुक लागेर झर्किएर बोलेको छु। त्यसको निम्ति म तपाईँहरूप्रति क्षमा माग्न चाहन्छु। मलाई यसरी अनि आफ्नै छोरी आफ्नै सन्तान भनेर तपाईँहरूले माफ गरिदिनु होला भन्दै अनि आई लभ यु मम एन्ड ड्याड। विशेष त म मेरो आमाहरू बाउलाई नै धन्यवाद दिन चाहन्छु किनकि उहाँहरूले गर्दा यो जीवन दिनुभयो अनि यो समयहरू दिनुभयो। यहाँ त कि म यो ठाउँमा छु त्यसको लागि विशेष मेरो आमालाई धन्यवाद दिन चाहन्छु अनि प्लस मेरो बाउलाई पनि अनि उहाँहरूले यो संसार दिनुभयो यो समय दिनुभयो अनि विशेष त के विशेष त परमेश्वरलाई धन्यवाद मैले समय पाएँ। अनि म यसरी कहिले पनि बुवा मम्मीहरूलाई सामुन्ने बोलेको चाहिँ छुइनँ, तर पनि यो भिडियोद्वारा उहाँहरूलाई म यो भन्न चाहन्छु। म विशेष त सुरुमा चाहिँ म सबै बुवा मम्मीहरूलाई आदर गर्छु अनि उहाँहरूप्रति मेरो माया पनि छ, म आदर गर्छु। जति पनि मैले कतिचोटि उहाँहरूको सल्लाह बेगर काम गरेँ अनि कतिचोटि चाहिँ मैले आफ्नै मन मर्जीमा गरेँ होला, त्यसको लागि म एकदमै माफी चाहन्छु। र तपाईँहरूको माया अनि सपोर्ट मलाई दिइराख्नु भयो। म विशेष आमालाई धन्यवाद दिन्छु।
बुवालाई पनि धन्यवाद दिन्छु। तपाईँले मेरो जीवनमा नगर्नुभएको कामहरू मलाई हेल्प गर्नुभयो, आर्थिकमा भौतिकमा सबै कुरामा मलाई सहायता गर्नुभयो। विशेष म तपाईँलाई धन्यवाद दिन्छु र मबाट केही गल्ती अनि म मेरो छोरा हो भनेर तपाईँले स्वीकार गर्नु भएको छैन भने आजदेखि नै भन्न चाहन्छु म तपाईँहरूकै छोरा हो र ममा तपाईँहरूको जिम्मेवारी छ, म नै तपाईँहरूको सहारा हो भनेर भन्छु। यो कुरा विशेष तपाईँलाई धन्यवाद फेरि पनि र परमेश्वरले तपाईँलाई माया गर्नुहुन्छ भन्न चाहन्छु। तिमीलाई भोलि तिमीलाई अहिले मण्डलीले माया गर्दै गरेको मान्छेले तिमीलाई हुन सक्छ तर अन्तिम समयसम्म साथ दिनु। बुवा हामी तपाईलाई माया गर्छौँ, आमा हामी तपाईलाई माया गर्छौँ। परमेश्वरले तपाईलाई